एउटा भनाइ छ नि, जिब्रो त्यस्तो हतियार हो जसले रगत निकाले बिना नै मान्छेको हत्या गरिदिन्छ। आजभन्दा पहिला पहिला भारतले नेपाललाई धम्क्याउने गर्थ्यो कि यदि हामीले तिमीहरूलाई सामान दिएनौ, यदि हामीले तिमीहरूलाई सामान बेचेनौ भने तिमीहरू बाँच्नै सक्दैनौ भन्थ्यो। तर अहिलेको बालेन सरकारले सर्प मर्ने तर लट्ठी नबाँचिने निर्णय गर्यो। भारतबाट सामान त ल्याउनु मिल्ने, तर 100 रुपियाँभन्दा बढीको सामान ल्यायो भने ट्याक्स यानि कि कर तिर्नुपर्ने निर्णय गरेपछि नेपालीहरू भारतको बजारमा सामान किन्न जानै छोडे। यस्तो गरेपछि भारतीय बजारहरू ठप्प भएर यो कुराले के बुझियो भने भारतीयहरू त आखिर नेपाललाई धम्काएर नेपालीहरूकै कारणले बाँचिरहेका रहेछन् त भन्ने कुरो प्रष्ट बुझियो। र अहिले नेपालीहरू भारतको बजारमा सामान किन्न जाने छोडेपछि भारतीय बजारहरू ठप्प भएका छन् र उनीहरू अहिले घुँडामुन्टा टेकिरहेका छन्। आफ्नो सरकार उनीहरू आन्दोलनमा उत्रिएर आफ्नो सरकारसँग भनिरहेका छन् कि नेपाल सरकारसँग वार्ता गरेर सीमा नाका खुलाउनु पर्यो भनिरहेका छन्। तर यही कुरो नेपालको सर्वोच्च अदालतले नबुझेर बालेन सरकारको यो निर्णयलाई रोक लगाएको छ भने नेपालका केही अन्धभक्तहरू चाहिँ बालेनलाई राजनीति गर्न आउँदैन, राजीनामाको माग गरिरहेका छन्। अरे अन्धभक्तहरू, मैले सुरुमै भनेको भने त बुझाएको छ होला नि, जिब्रो त्यस्तो हतियार हो जसले रगत निकाले बिना नै मान्छेको हत्या गरिदिन्छ भने जस्तै बालेन भनेको त्यस्तो राजनीतिज्ञ व्यक्ति हो जसले नबोली शत्रुलाई तह लगाइदिन्छ।